बेगन लिएको होइन गाइस। अब यो चाहिँ आज त्यो किचनपट्टि चाहिँ अलिअलि फोहोरहरू लागेको छ होइन, अनि त्यो चाहिँ सफा गर्नु पर्यो। अनि टेम्पूहरू चाहिँ यसरी आइरहेको हुन्छ होइन यताबाट, अनि एकदम हेरेर मात्र हिँड्नुपर्छ। यो वान वे रोड हो फेरि होइन। अनि हेर्दै अब चाहिँ गाडी आएन, अब चाहिँ कट्ने आइजाऊ है, अब चाहिँ कट्ने हो। यहाँ टेम्पो पनि आउँदैछ, हामी कति पनि सक्यौँ। बाइक अब नआइसक्यौँ, डाँडाबाट चढ्ने। ल यो झोलामा हाल त। ल गाइज अब चाहिँ हामी तपाईँहरूलाई घरमा भेट्छौँ है। सो गाइज यहाँको पनि एक बोरा रहेछ यार, यो लेउ चाहिँ है। हामीले अब टिप्दैछौँ, हामीले भन्दा पनि मैले चाहिँ। अनि क्यामेरामा चाहिँ को हुनुहुन्छ? दिस इज मी सरू, माई सोलमेट। अनि अब यहाँ चाहिँ मैले तपाईँहरूलाई भनेको थिएँ हिजो नै, मैले यो चाहिँ हिजो होइन अस्तिको दिन मैले यो निकालेको थिएँ। अनि हिजो चाहिँ हामीले तलको सक्यौँ, अनि तल चाहिँ पानी पर्यो, अनि त्यही भएर सबै टिपिसक्दाखेरि रात पनि परिसकेको थियो। अनि त्यही बेलुकाखेर उठाएको भए पनि हुन्थ्यो, घामले मरिसक्यो। छिटो गर। अब उतापट्टि जान्छ है। अनि उसको भाइरल कट्टु, रातो कट्टु। अस्तिने चाहिँ निलो थियो है, त्यो निलो चाहिँ ऊ भयो क्या गाई, फुलबुटे कट्टु। अनि अब बेगन चाहिँ आज बेलुका चाहिँ म छरिदिन्छु होइन गाइज। अनि भोलि बिहानै उठेर त्यहाँ लु अब हिलो सोरेपछि अहिले भात चाहिँ कसरी खान्छौ? तिमीले खाइदियो। त्यही काम बाँकी त सधैँभरि मैले खुवाइदिनु पर्ने, अब आची पनि पुसिदिनु पर्ने मैले होला। त्यो त बिरामी भयो भने चाहिँ पुस्दिन्छु, त्यही काम बाँकी छ। म नि पुस्दिन्छु नि त। पर्दैन पुस्नुलाई। तिमी बिरामी भयो भने मलाई पुस्दिनु पर्दैन, म आफै पुस्छु। काम पाउँदैन। अब उता त कति धेरै हो, केरै केरा हो आमा, केरै केरा केरै केरा। हो यस्तो यस्तो चाहिँ निक्लिनु अप्पर गाह्रो हुँदो रहेछ गाइज है। मलाई कम्ता दुःख भयो यो निकाल्न। यो मामुलाई यहीँबाट फालिदिनु भनेर भन न। ब्लिचिङ हालेको हो क्या? होइन होइन आच्छी लाग्यो है, सरी। ब्लिचिङ हालेको गर्ने बेला मन पर्यो नि भनेर म सरी। अनि त्यसपछि अब ल गाइज, अब चाहिँ हामी भात खान्छौँ, रेस्ट गर्छौँ। अनि आज भयो भने म बाइक सर्भिसिङ गर्नु पनि जान्छु। अनि भिडियो कस्तो लाग्दैछ तपाईँहरूलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला होइन। माया गर्दै जानु होला। घरको काम तपाईँहरूले पनि यसरी नै गर्नु होला होइन त गाइज। सरसफाइ गर्नुपर्छ होइन, आफ्नै स्वास्थ्य राम्रो हुन्छ नि त होइन त सरू? यस। अब फ्रन्ट क्यामेरा गरेर तिमी अलिअलि बोल्दै अनि अफ हान्दिउँ न। के भन्नु र खै, बोल न। बेहाल छ जिन्दगी। अब म चाहिँ घाम ताप्नु आएको, सिरक पनि सुकाएको। स्कुलमा रमाइलो रमाइलो दृश्यहरू हेर्न पाइरहेको छौँ हामीले। मलाई स्कुल पढ्दाको याद आयो, हामी पनि यस्तै गर्थ्यौँ, तर कहिले बङ्क चाहिँ गरेनौँ स्कुल पढ्दाखेरि। कस्तो रमाइलो थियो स्कुल लाइफ, धेरै याद हुने रहेछ स्कुल लाइफ। कलेज लाइफ चाहिँ पछि पछि अम्बो यहाँदेखि तल झऱ्यो भने त सिधै मरिन्छ होला। त्यहाँ चाहिँ मान्छे खस्नु भएको कारणले चाहिँ त्यहाँ के पूजापाठ। आज उयो रहेछ, के भन्छ यसलाई, खोची बगाउने। आज खोची बगाएको होला, पितृहरूलाई तर्पण दिएको। मा हुँदाखेरि चाहिँ न पानी दिन्छन्, के खाने कसो खाने भनेर केही गर्दैन। मरेपछि सबै थोक दिन्छन्, मरेपछि केही पनि पाइँदैन। बाहुन मात्रै धनी हुन्छ मरेपछि त। ए मामुले रोप्नु भएको गाइस दामी दामी छ है, दामी दामी। तिमीले अब हामी भात सात खान्छौँ, हजुरहरूलाई एकछिनमा भेट्छौँ है, स्टे ट्युन। सो गाइस खानासाना खाइसकेर हामी अब यहाँ माथि जानु पर्ने अरे, अब यतापट्टि आउनु पर्ने हो।
त्यो साइकल भन्नुभएको रहेछ नि त्यो साइकल लाने सन्चै हुनुहुन्छ यो चप्पल लाएर आउँदा हुन्छ नि चप्पल लाएर आउँदा हुन्छ नि त्यही हो यो एक्जाम भयो दुईजना आएको छ म लिएर जान्छु यो चाहिँ के हो कार्टुन सबै फुटेर के हो हेर्नु काठमाडौँ काठमाडौँ अब ल्याउँछ ए यो छाप हान्नुपर्ने हो छोडेर त्यो बाहिर टेप लगाइदिनु ल ए हुन्छ त्यो यतिकै पनि हुन्छ यो यस्तो यस्तो यति यस्तो लाने हो हजुर त्यही त उहाँ लगेर फिटिङ गरौँ हजुर ए तपाईँ त्यो एउटा खाममा स्प्रिङ र उ छ कि हजुर अनि ठक्क लाएर जोड्नु ए हुन्छ हस् ल हुन्छ नि है जाँदा हुन्छ नि अब ए हुन्छ धन्यवाद थ्याङ्क यू हजुर ए म त ठुलोवाला होला जस्तो लागेको थियो क्या ए सानो चाहिँ हजुर ए हुन्छ हुन्छ सो गाइस फाइनली यो साइकल चाहिँ यो सानोवाला चाहिँ रहेछ होइन मोबाइलै झऱ्यो गाइस मोबाइल झऱ्यो त्यही त नि म त ठुलोवाला साइकल भनेको सानोवाला चाहिँ रहेछ गाइस अब हामी घर जान्छौँ होइन इन्सुरेन्सबाट दिएको कि कुचुङ्रेवाला रहेछ ठुलोवाला भन्दै हुन्थ्यो बाबाले चाहिँ सानोवाला चाहिँ रहेछ माथि नै जाउँ न माथि नै फिट गर्नुपर्छ माथि क्या छतमा ल आउ न यता बस उताबाट बस नि तिमी सो गाइस अब मामुले अनबक्सिङ गर्न आँट्दै हुन्छ खोल्नु न खोल्नु 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 निकाल्नु न निकाल्नु निकाल्नु न त्यो त्यहाँ स्क्रुपहरू छ अरे क्या यसको स्क्रु के अरे गर्ने अरे नि यस्तो आँखा फारो हालेको मात्रै रहेछ है अब त्यहाँ ऊ राख्ने अरे क्या हो त्यो 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 यस्तो तन्काउनु न हो हो अब बस्नु त्यसरी होइन मुढा राख्ने हो त्यस्तो मुढा राख्ने अनि त्यसपछि घुमाउने अरे क्या पर्खिनु है त म मुढा ल्याउँछु यस्तो नि गाई हुन्छ त यो त अति हो ए यहाँनिर उयो हुन्छ अनि कति कति छ टाइम भनेर छ टाइम र पल्स जस्तो छ क्या हार्ट बिट दामी हुँदो रहेछ गाइज ल अब बिहान बिहान यो चाहिँ यस्तो क्या यहाँ खुट्टा खुट्टा राख्नु त भित्र छिराउनु अझै भित्र छिराउनु अब यो पनि ल अब चाहिँ घुमाउनु ल हो यसरी हो क्या अब बिहान बिहान गर्नुको सट्टाइ यस्तो क्या यो बोका न बाबाले चाहिँ गाइस बिहान बिहानै गर्नुहुन्छ क्या अरे अब यो गर्नुहुन्छ बिहान बिहान सो गाइस राम्रो त राम्रै रहेछ है यो है मलाई चाहिँ अलिकति ठुलोवाला चाहिँ त्यो यस्तो पाइडल हान्नेवाला फलामको होला सोचेको थिएँ तर यो अर्कोवाला रहेछ त्यही पनि राम्रै लाग्यो मलाई चाहिँ मन पर्यो सरू पनि गर त ट्राई गर त गर न के अरे त्यही त नि खुट्टाकै त हो त नि पुरै जिउ सिउकै हुन्छ मुढा चाहिँ चाहियो क्या एउटा मुढा चाहियो अनि मुढामा बसेर गर्ने अरे क्या त्यहाँको महेश सरले भन्नुभयो
लुज त त्यही त यो यहाँ नट हाल्नु पर्यो नि त यहाँ र ऊ त्यहाँ अनि त्यसपछि हुन्छ दामी हुँदो रहेछ है तर 5-10 हजार पर्यो होला नि गरेर हाल्यो यहाँभित्रपट्टि त्यहाँ थिच होला अनि यस्तोले चाहिँ पुरै स्प्रिङै घुम्दो रहेछ अनि त्यो स्प्रिङ चाहिँ खै त त्यहाँ छ अब यसलाई चाहिँ यस्तो निकाल्यो अनि यो यस्तरी छिरायो अनि ल अब रेडी भयो यो चाहिँ अब यस्तो गर्यो यो पनि तलै राख्दा नै हुने रहेछ यस्तो गर्यो अनि पसिना हेर्नुहोस् एकैचोटिमा आइसक्यो 4 घुमाउने बित्तिकै आइसक्यो देख्नु पनि गाइज भयो सो गाइज अब चाहिँ सरू दिदीकोमा जाँदैछ होइन आज दिदीकोमै बस्छ दुर्गा दिदीकोमा अनि दुर्गा दिदीलाई सम्झेको छ भनेर भन्दै है अब मलाई बोलाउनु भएन दुर्गा दिदीले होइन मलाई किन बोलाउनु त होइन ठिकै छ त्यही पनि केही छैन अब म चाहिँ गाइज बाइक सर्भिसिङ गर्न जान्छु होइन राम्रो छ ल भोलि बिहान फोन गर है ल गाइज अब चाहिँ म तपाईँहरूलाई बाइक सर्भिसिङ गर्ने ठाउँमा भेट्छु है हजुर म हेर्छु ल एकचोटि 12,679 हजुर मोबाइल फेर्नु भएछ यो यहाँ गर्नु भएछ यहाँ पनि गरेको छु उता खोलामा हजुर अस्तिको पालीमा चाहिँ त्यहाँ गरेको एफसी खोलामा चाहिँ काठमाडौँमा थिएँ कि अनि त्यही भएर चाहिँ अहिले मोबाइल फेर्नु न फेर्ने हो टाइम भयो नि त हुन त चेनमा अलिकति साउन्ड आयो जस्तो भएको छ होइन अनि त्यो भाइजर भाइब्रेसन भएको छ होइन अनि त्यसपछि ब्रेकको हेरिदिनु होइन अनि त्यसपछि के भन्छ त्यो कस्तो त्यो बिर्सेको एयर फिल्टर कि के भन्छ नि त्यो पेट्रोल चाहिँ त्यहाँ गएर कार्बोरेटर क्या त्यो पनि हेरिदिनु होइन चेन्ज होइन हेरिदिनु चाहिँ त्यो तेल चाहिँ सोसिरहेको हुन्छ नि त त्यहाँ होइन अस्ति पनि त्यही प्रब्लम आइरहेको थियो क्या तेल चाहिँ त्यहाँ बसिरहेको थियो क्या कार्बोरेटरमा दाइहरूले मेरो बाइक ल्याउनु भयो अब मेरो पालि सो गाइज अब चाहिँ मेरो बाइक सर्भिसिङ हुने बेला हुँदैछ अब होइन त्यहाँ लाइनमा छ अनि अब मैले चाहिँ त्यहाँ के भन्छ चेन स्पोकेट चाहिँ अलिकति प्रब्लम आयो कि भनेर भनेको छु अनि त्यसपछि ब्रेक हेरिदिनु भनेको छु अनि त्यसपछि भाइजर अलिकति हल्लेको छ भनेर भनेको छु होइन अनि मोबिल फेरिदिनु भनेको अरू त अब त्यस्तो समस्याहरू त छैन हुन चाहिँ मैले काठमाडौँमा हुँदाखेरि पनि 3-4 चोटि मात्र कुदाएको छु होइन त्यही पनि अब टाइममै सर्भिसिङ त गर्नुपर्छ होइन अब फेरि त्यो चेन स्पोकेट फेरेकै 6-7 हजार कति लाग्छ होइन अब यो 220 को त फेरि अब एकदम खर्च छ अहिलेसम्म फेर्नु त परेको छैन होइन त्यही पनि फेर्नु पर्यो भने त गिद्दी भएन त अनि यहाँ चाहिँ टेम्पो रहेछ क्या होइन अनि यो टेम्पो चाहिँ अब बेचेको होला होइन सोरुममै अनि यो यहीँ थन्क्या रहेछ अनि म चाहिँ भित्र बसिरहेको छु यो टेम्पोभित्र होइन अनि त्यसपछि त्यही हो गाइज अब चाहिँ मैले चाहिँ यो भ्लग एन्ड गर्ने तर्खर गरिरहेको हो होइन अब यो टेम्पोको भित्र चाहिँ यस्तै हो म एक्लै नै छु यहाँ होइन अनि अब भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रियाहरू दिनु होला होइन अनि अहिले चाहिँ सोरुममा चाहिँ 3 गतेदेखि 7 गतेसम्म चाहिँ सर्भिसिङमा 50% छुट होइन अनि गाडीको पार्ट्सहरूमा 10% छुट अनि के रहेछ के स्किमहरू रहेछ अनि त्यही भएर पनि
राम्रो रहेछ अहिले चाहिँ। यो चाहिँ 7 गतेसम्मको बजाजको चाहिँ है गाइज। अनि त्यही हो, अब अरू त के भन्नु होइन, किप सपोर्टिङ होइन। अनि यसो कमेन्टहरू पनि गरिदिँदै जानु होइन। अझै राम्रो भिडियोहरू आउँछ बिस्तारी। अब अहिले त भर्खर सुरुवात हो। अब म चाहिँ डेली भ्लग चाहिँ हाल्छु भनेर चाहिँ मैले सोचिरहेको छु होइन। किनभने मेरो काम पनि छैन, यत्तिकै म बसिरहेको छु। बरु एटलिस्ट भिडियो मैले बनाउँदै गयो भने यो त कमसेकम अगाडि त बढ्छ नि त होइन। जे भए पनि यत्तिकै बसेर भिडियो नै राम्रो भएन भनेर पनि भएन। बिस्तारै इम्प्रुभ गर्दै गइन्छ, राम्रो हुन्छ होइन। अब त्यही हो, तपाईँहरूले चाहिँ सपोर्ट चाहिँ गरिदिँदै जानु होइन। जस्तोसुकै भिडियो भयो भने पुरै हेरिदिनु होइन। यसो कमेन्ट हानिदिनु, अझै तेरो यो भएन त्यो भएन, मेरो कमी कमजोरीहरू पनि देखाइदिनु। अनि मात्र पो मलाई पनि ओहो यो चाहिँ यो कमजोरी रहेछ, मेरो चाहिँ यो मैले चाहिँ यो कुरामा चाहिँ अझै इम्प्रुभ गर्नुपर्ने रहेछ भन्ने कुरा मलाई पनि थाहा हुन्छ होइन गाइज। अनि त्यही हो, अब अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलको लागि चाहिँ स्टे